न्याय दिन सक्ने हो क्या? राजाबाट समृद्धि छैन। राजासँग हिजोको कुरा राजा संस्थाबाट चाहिँ हामीले कुन चिज पायो? राजा र केपी ओलीमा के फरक छ त अहिले? उस्तै हो दुइटै हनुमान उस्तै हो। यो दुइटाबाट त समृद्धि हुँदैन। नयाँ भिजन भनेको गणतन्त्र भनेको जसले लडेर ल्याएको छ त्यसैले भोग चलान गर्न सक्यो भने जनतालाई न्याय दिन्छ। यो कुरा ढुक्क रहनुहोस्। सम्माननीय पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रको सर्दै कमरेड प्रचण्डज्यूले मात्रै दिन सक्छ, अरूले दिन सक्दैन। रविको अब यतिखेर अलिकति धमिलो माछा भइरहेछ। उहाँको विषयमा केही भन्न चाहन्छु। रविलाई हामी सँगै सहकारी हुनुपर्छ। अबको नयाँ शक्ति भनेको समाजवादको यात्रामा म भन्न चाहन्छु, राजेन्द्र लिङ्गदेनजीलाई पनि भन्न चाहन्छु, यहीँबाट अनुरोध गर्न चाहन्छु, तपाईँ हामी नयाँ युगलाई विस्तार गर्नको लागि एक ठाउँ उभिनु जरुरी छ। आजको आवश्यकता युवा स्वरोजगारको लागि हो। आजको लडाइँ युवा स्वरोजगारीको लागि हो। रविलाई जेल हाल्ने को? रविलाई जेल हालेको सिधै कुरो भनिदिन्छु म, बादलले गरे आयो। को बादल? बादल को? एमालेको उपाध्यक्ष, नेकपा माओवादी केन्द्रको चाहिँ